हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि म चाहिँ अहिले बिहानै उठेर तातो पानी खाँदैछु साथीहरू। अनि अब तातो पानी खाएर रागा लिएर जानुपर्ने। अनि म चाहिँ रागा लिएर आएर नुहाइ धुवाइ गरेर पनि चट्ट परे साथीहरू। अब फेरि खेत जानुपर्ने। अनि खेत जानको लागि मैले चाहिँ अनुहारमा सनस्क्रिन क्रिम लगाएँ साथीहरू, अनुहार गोरो बनाउनका लागि। लमक धसिसकेपछि चट्टसँगले म घरदेखि बाहिर निस्केँ। अनि निस्किसकेपछि चाहिँ केटाकेटी पनि सँगै थियो। अनि हँसिया पनि चट्ट देखाएँ, म खेत जाँदैछु भनेर सङ्केत गरेको है साथीहरू यो चाहिँ। अनि टक्कसँगले मेरो हरियो मकैबारी पनि हजुरहरूलाई देखाएँ। अनि मेरो भैँसी पनि चर्दै थियो। अनि म चाहिँ अब मकै छाट्नु पर्यो भनेर चाहिँ यसो मकैबारी भित्र पसे साथीहरू। अनि छोरीले क्यामेराम्यान बनाएर मैले मकै छाट्न थालेँ। अनि थालिसकेपछि हेर न म यस्तो खतरा, मैले चाहिँ फर्सी पनि देखाइदिएँ साथीहरू तपाईँहरूलाई। अनि यसो मकैबारीभित्र पसेँ। अनि मकैहरू पनि थुप्रो छाट्नु थियो। मकै पनि ओसारेर अब सबै सुकाउनु पर्छ अरे, अहिले दिन हुँदैन अरे, भैँसीले छेर्छ अरे साथीहरू। अनि त्यही भएर मैले सुकाउँदैछु। अनि हेर्नु न मेरो कपाल चाहिँ यस्तो खतरा छ कि कपाली बाघ जस्तै देखेँ कि। अनि चट्टसँगले केटाकेटीहरू पनि खेलिरहेको थियो। अनि घर पनि आइपुग्यौँ। घर आएर चट्टसँगले मुख धुएँ, क्रिम पखालेँ। अनि क्रिम पखालिसकेपछि यस्तो के खाउँ लाग्यो। अनि मैले केटाकेटीलाई पानीपुरी किन्न पठाएँ। पानीपुरी किनिसकेपछि ल्याएपछि यस्तो मजाले खाएँ कि वाह, के भन्नु र साथीहरू, यस्तो मिठो भएको थियो कि पानीपुरी। एकदम पानीपुरी चाहिँ यस्तो खानु मन लागेको थियो, एकदम मिठो छ है साथीहरू भनेर मैले चाहिँ भन्दै थिएँ। अनि साथीहरू पानीपुरी सुनि खाएर पनि म फेरि बेलुका भैँसी लिन खेतै जानुपर्ने थियो। अनि यसो गएँ, भैँसी चढ्दै रहेछ। अनि भैँसी चढ्दै रहेछ। अनि सब्जी के छ भनेर बारीतिर पसेको, वाउ फर्सीको डल्लो रहेछ। अनि यसो फर्सी टिपेँ। अनि टिपेर हजुरहरूलाई पनि देखाएँ। देखाइसकेपछि म घर आएँ। घर भैँसी लिएर घर आएँ। अनि घर लिएर आएपछि अनि साथीले सिक्किमबाट यहाँ के भन्छ सिस्नु पठाएको थियो। अनि मैले सिस्नु पकाएँ, खाएँ, सुतेँ साथीहरू।